बिहिबार राति नाइटमा भाइहरूसँग पोखरा आएको छु। आज चाहिँ शुक्रबारको दिन हो र डेभिड फल भन्ने ठाउँमा घुम्ने जाने इच्छा थियो। डेभिड फलको राम्रो राम्रो दृश्यहरू सिनहरू म हजुरहरूलाई देखाउने छु। बिहान चाहिँ दिदीले फोन गर्नुभएको थियो भाइ आउनुपर्छ भनेर, तर म आउन पाएन। दिदी चित्त नदुखाउनु होला, हजुरलाई मैले सम्झेको छु। कुनै दिन चाहिँ म हजुर घर पक्कै आउने छु। अहिले चाहिँ एमर्जेन्सीमा हामी चाहिँ बोलेरोमा उडेर आइयो, अहिले फेरि एमर्जेन्सी बोलेरोमा उडेर जान पर्यो। त्यही भएर म हजुरलाई सम्झेछु, धेरै धेरै माया छ। म चाँडै हजुर घर फेरि म आउँछु। अहिले चाहिँ म डेभिड फल भन्ने ठाउँमा जाँदैछु। त्यहाँ तल चाहिँ गुफा छ। अझैसम्म मैले चाहिँ त्यो ठाउँमा चाहिँ गएको छैन। आज पहिलोचोटि चाहिँ म भाइसँग चाहिँ जाँदैछु। के कस्तो छ त्यहाँको ठाउँहरू, गुफाहरू म भिडियो बनाएर म हजुरलाई निश्चय नै देखाउने छु, हेर्नु होला। हजुरहरूलाई चाहिँ थाहा छैन होला, अहिले चाहिँ म पोखरा आएको छु र अहिले म चाहिँ डेभिड फल भन्ने ठाउँमा म पुगिसकेको छु। र अब टिकट काटेर म भित्र पसेर भित्रको सिनहरू पनि म देखाउने छु। हजुरहरू चाहिँ सबैजनाले चाहिँ मन लगाएर हेरिदिनु होला है। अहिले चाहिँ म टिकट काट्नलाई चाहिँ म लाइनमा बसेको छु। हामी चाहिँ दुईवटा टिकट काटिसकेका छौँ। अब तल जाउँ। म गुफातिर जाँदैछु। म र मेरो भाइ हामी दुईजना छौँ। अब जाउँ तलतिर। यो चाहिँ अलि धार्मिक स्थल रहेछ। यसको बारेमा मलाई त्यति थाहा थिएन र पहिलोचोटि म आएको छु। त्यही भएर सबै कुरा देखेको कारणले गर्दा यो अलि धार्मिक स्थल रहेछ भन्ने कुरो बुझेँ। यो चाहिँ गुफाको मुख हो। एकदम तातो पाफा छ। अलि कस्तो कस्तो लाग्यो पहिलोचोटि आउँदाखेरि। तल के छ?
Oh my god. तल यस्तो छ हेर्नु त डर लाग्दछ तल त अनि छ जाने जाने भित्र आएको चाहिँ एकदम चिसोला छ र ठुलो रहेछ गुफा त्यो बाटो छैन लास्ट भने यतिसम्म थियो हामी अन्तिमसम्म पुगिसकेका छौँ अब यहाँदेखि गुफा चाहिँ ठुलो छ तर यहाँदेखि बाटो छैन मैले जे जति खिचेँ अब त्यो हजुरहरूलाई चाहिँ म भिडियोमा देखाइसकेको छु अझ पनि त्यहाँ तल छ त्यो ठाउँ पनि म तल गएर भिडियो सुट गर्नेछु दिखाई दे रहा है डेभिड फल भन्ने हामी गुफामा छौँ र यति नै थियो हजुरहरू चाहिँ हेरिसक्नु होला यति नै हो धेरै मानिसहरू हुनुहुन्छ धेरै चाहिँ घुम्न आउनुहुन्छ सबैले चाहिँ रमाइलो गर्दै हुनुहुन्छ पुरोभित्र अनि हजुरहरू पनि घुम्न आउनु सक्नुहुन्छ ठाउँ राम्रो छ सुरुचोटि गेटभित्र पस्दा अलिक बमक्क तातो हावा थियो भित्र पुरै पानी चुहिएछ अहिले छेउछेउबाट यताबाट पुरै पानी चुहिएछ अरू पानी चाहिँ त्यहाँ माथिबाट पानी चुहिएको कुरोबाट तल बसेछ पानी अब त्यो पानी कहाँदेखि अब त्यो तलदेखि कहाँ गएको त्यो थाहा भएन र काम चाहिँ राम्रो छ हजुरहरू पनि घुम्न आउन सक्नुहुन्छ त्यहाँ भिडियो बनाउने अनुमति थिएन त पनि मैले लुकेर बनाएको छु मान्छेको भिड अब म चाहिँ घर हिँड्न लाग्छु घुमेर भइयो धेरै मान्छेको भिड भएको कारणले गर्दा अहिले म पछाडि नै छु हाम्रो भाइ यहाँ छन् फोटो खिच्न मनाइ भएन यो पुरा देखिसक्नु होला भिडियो यतिसम्म नै थियो तल झर्ने बेलामा कति छिटो झऱ्यो अहिले चढ्ने बेलामा पसिनै पसिनै बनाइदियो एकदम गहिरो रहेछ र गुफा चाहिँ ठुलो थियो हजुरहरू सबैजनाले देख्नु होला ल भिडियो यतिसम्मै थियो ल हेरिदिनु भएकोमा धन्यवाद।